ओहो त्यसो भए यस्तो गरौँ है, भोलि पनि लाइभ बस्छु, भोलिको पनि उठाएर यसो मिलाएर होइन एक जति बनाएर दिदिउँ कि के हो है, के गरौँ? त्यही गरौँ होला है राजाहरू होइन। मलाई ढिलो भइसक्यो, म हतार भइसक्यो, म जानै पर्ने हुन्छ राजाहरू, बुझिदिनुहोस् है। ढिलो भइसक्यो मलाई, म ताता थैया हुन्छु गइनँ भने। भोलि म आउँछु, भोलि म जोइन हुन्छु उहाँसँग, भोलि यसो कुराकानी गरौँ होला, भोलि जोइन होला है। म भोलि आउँछु, भोलि चाहिँ बबाल जोइन हुनु पऱ्यो, भोलि बबाल सपोर्ट गर्नु पऱ्यो। यो विश्वराज अधिकारी भन्ने मेरो धेरै मेन्सन आइरहेको थियो, उहाँलाई पनि यसो के गर्न पाऊँ, के यताउति हेल्प गर्न पाऊँ है। भोलि चाहिँ उ गरौँला। अनि अर्को एनाउन्समेन्ट के भन्दाखेरि, के एनाउन्समेन्ट थियो भन्दाखेरि राजाहरू, एउटा सोध्न मन लागेको थियो क्या। एउटा फिल्म गर्दैछु, सबैलाई थाहा नै छ होला है। फिल्मको नाम भाइटिका भन्ने फिल्म गर्दै थिएँ म। त्यो चाहिँ भाइटिका आउनलाई धेरै टाइम छ क्या, अझै दसैँ तिहारसम्म हो होइन। तिहार ताका रिलिज हुने हो। त्योभन्दा पनि अगाडिपट्टि केही एउटा धुमधडाक गरिदिउँ कि जस्तो पनि फिल आइरहेको छ है। त्योभन्दा अगाडिपट्टि पनि एउटा केही मुभी टाइप्स गरौँ कि जस्तो पनि फिल आइरहेको छ। के गरौँ च्याट? एकचोटि मलाई सजेसन दिनु त सबजना, के गरौँ? दिमाग दोधारमा छ, बुझेन? दिमाग दोधारमै छ। हुन्छ गर्दा ल, चाँडै नै एनाउन्समेन्ट हानौँ ल त्यसो भए है। नो ओके गर्नु, बट लाइभ आउनु अरे, आइहाल्छु नि राजाहरू है। भोलि भेटौँला, यो विश्वराज भाइलाई भोलि हालिदिउँ है, भोलि मिलाएर यसो गरौँला। सबैजना जोइन हुनु होला, मेरो सबै सपोर्टर्सहरू सबैजना हुन्छ नि। मस्ट लभ, ओके। जानै पर्ने हुन्छ आजको लागि। टेक केयर, थ्याङ्क यू सो मच यु गाइज, अलवेज ह्याभ बिन वन्डरफुल अडियन्स। नगर्ने हुँदैन है, कुल बहिले नगर्ने, कुल बहिले यताउति नगर्ने हुँदैन। गरौँला भोलि बबाल तरिकाले लाइभ बसौँला। भोलि त्यो भोलिको लाइभै यस्तो पारा भएन अरे, किन हजुर? के गल्ती भयो राजा? जान्छु या ढिलो भइसक्यो लास्टै। मम्मी गाइज, मैले भोलि आउँछु भनेर भन्दैछु त यार, जानै पर्ने हुन्छ के। साँच्चीकै नै भनेको इम्पोर्टेन्ट थियो। अघि म 10:40 जानेवाला थिएँ, 11सम्म बस्यो, खै के गरेँ यताउति है। ल जान्छु म, राम्रोसँग बस्नु होला। सबैजनाको कल्याण होस्, सबैजनाको भलो होस्, सबैजनाको राम्रो होस्। सम्झेको छु, मनदेखि माया छ, माया पठाइरहेको छु, लिनु होला, लिन नबिर्सिनु होला सबैजनालाई। यो स्क्रिनको थ्रुबाट, मोबाइलको स्क्रिन थ्रुबाट हजुरहरूसँग यसरी कनेक्ट हुन पाइरहेको छु। सबैलाई है मस्ट लभ। भोलि 9:30 फिक्स टाइममा आउँछु म। च्याट जानै पर्ने हुन्छ। 11:11मा सम्म बस्नु दा भन्दैछु। एकछिन पख लुगा लाग्दैछु है। दाइको घर जाँदैछु कि म। लुगा के गर्नु, धोकै छैन रहेछ क्या, धोकै छैन रहेछ। अनि मैले त्यसै गाली गर्छु भनेर भन्छ हौ, त्यसै मैले मान्छेले गाली गर्छु भनेर त्यति पनि गरिदिने यार, त्यति पनि माया छैन भाइको। ओहो त्यसो भए यस्तो गरौँ है, भोलि पनि लाइभ बस्छु, भोलिको पनि उठाएर यसो मिलाएर होइन एक जति बनाएर दिदिउँ कि के हो है, के गरौँ? त्यही गरौँ होला है राजाहरू होइन। मलाई ढिलो भइसक्यो, म हतार भइसक्यो, म जानै पर्ने हुन्छ राजाहरू, बुझिदिनुहोस् है। ढिलो भइसक्यो मलाई, म ताता थैया हुन्छु गइनँ भने। भोलि म आउँछु, भोलि म जोइन हुन्छु उहाँसँग, भोलि यसो कुराकानी गरौँ होला, भोलि जोइन होला है। म भोलि आउँछु, भोलि चाहिँ बबाल जोइन हुनु पऱ्यो, भोलि बबाल सपोर्ट गर्नु पऱ्यो। यो विश्वराज अधिकारी भन्ने मेरो धेरै मेन्सन आइरहेको थियो, उहाँलाई पनि यसो के गर्न पाऊँ, के यताउति हेल्प गर्न पाऊँ है। भोलि चाहिँ
ऊ गरौँला। अनि अर्को एनाउन्समेन्ट के भन्दाखेरि के एनाउन्समेन्ट थियो भन्दाखेरि राजाहरू एउटा सोध्नु मन लागेको थियो क्या। एउटा फिल्म गर्दैछु, तपाईँ सबैलाई थाहा नै छ होला है। फिल्मको नाम भाइटिका भन्ने फिल्म गर्दै थिएँ म। त्यो चाहिँ भाइटिका आउनलाई धेरै टाइम छ क्या, अझै दसैँ तिहारसम्म हो होइन। तिहार ताका रिलिज हुने हो। त्योभन्दा पनि अगाडिपट्टि केही एउटा धुमधडाक गरिदिउँ कि जस्तो पनि फिल आइरहेको छ है। त्योभन्दा अगाडिपट्टि पनि एउटा केही मुभी टाइप्स गरौँ कि जस्तो पनि फिल आइरहेको छ। के गरौँ च्याट? एकचोटि मलाई सजेसन दिनु त सबजना। के गरौँ? दिमाग दोधारमा छ, बुझेन? दिमाग दोधारमै छ। हुन्छ गर्दा ल चाँडै नै एनाउन्समेन्ट हानौँ ल त्यसो भए है। नो ओके गर्नु बट लाइभ आउनु रे। आइहाल्छु नि राजाहरू है। भोलि भेटौँला। यो विश्वराज भाइलाई भोलि हालिदिउँला है। भोलि मिलाएर यसो गरौँला। सबैजना जोइन हुनु होला। मेरो सबै सपोर्टर्सहरू सबैजना हुन्छ नि। मस्ट लभ। ओके, जानै पर्ने हुन्छ आजको लागि। टेक केयर। थ्याङ्क यू सो मच यु गाइज। अलवेज ह्याभ बिन वन्डरफुल अडियन्स। नगर्ने हुँदैन है। कुल बोयले नगर्ने, कुल बोयले यताउति नगर्ने हुँदैन। गरौँला भोलि बवाल तरिकाले लाइभ बसौँला। भोलिको लाइभै यस्तो पारा भएन अरे। किन हजुर, के गल्ती भयो राजा? जान्छु या ढिलो भइसक्यो लास्टै। मम्मी गाइज, मैले भोलि आउँछु भनेर भन्दैछु त यार। जानै पर्ने हुन्छ के साँच्चीकै नै भनेको। इम्पोर्टेन्ट थियो। अघि म 10:40 जानेवाला थिएँ। 11सम्म बस्यो, खै के गर्यो यताउति है। ल जान्छु म। राम्रोसँग बस्नु होला। सबैजनाको कल्याण होस्, सबैजनाको भलो होस्, सबैजनाको राम्रो होस्। सम्झेको छु, मनदेखि माया छ। माया पठाइरहेको छु, लिनु होला, लिन नबिर्सिनु होला सबैजनालाई। यो स्क्रिनको थ्रुबाट, मोबाइलको स्क्रिन थ्रुबाट हजुरहरूसँग यसरी कनेक्ट हुन पाइरहेको छु। सबैलाई है मस्ट लभ। भोलि 9:30 फिक्स टाइममा आउँछु म। च्याट जानै पर्ने हुन्छ। 11:11मा सम्म बस्नु दा भन्दैछौ। एकछिन पखल लुगा लगाइदिएछु है। दाइको घर जाँदैछु कि म। लुगा के गर्नु, धोकै छैन रहेछ क्या। धोकै छैन रहेछ। अनि म त्यसै गाली गर्छु भनेर भन्छौ। त्यसै मैले मान्छेले गाली गर्छु भनेर त्यति पनि गरिदिदिने यार। त्यति पनि माया छैन भाइको।